म यस्तो जग्गामा आइरहेको छु ममता ब्यानर्जीको आमलको स्कुल हेर्नुस्। यहाँ आएर मलाई अचम्मै लाग्यो। यहाँको मान्छेहरूलाई एक दुईवटालाई सोधेर हेरेको, यो स्कुलमा एउटा टिचर कोनोमतन गरेर आउँछ अरे। यहाँनिर कुन स्टुडेन्ट नानीहरू थियो घट्दै घट्दै 2-3 जना भइसक्यो। यहाँ हेर्नु यो अङ्कुर एसएसके भन्ने रहेछ यो जग्गामा हैन। यहाँ हेर्नु बाख्राले वासस्थान बनाएको छ। अनि पछाडिबाट बाथरुम हेर्नु, त्यो 12 महिना गेट खुला हुन्छ र त्यसमा न त्यो ट्याङ्कीमा पानी आउँछ न केही आउँछ। त्यो केही न केहीको बनाएर राखेको छ। ग्राउन्ड हेर्नुस्, सानो ग्राउन्ड रहेछ, त्यो केही न कामको। यो 6 महिनादेखि स्कुल बन्द छ जस्तो अवस्था छ। र यो स्कुलमा नानीहरू पढेर चाहिँ कसरी देशको भविष्य बनिने। अनि मान्छेहरू गाउँको मान्छेहरू सकि नसकी खाइ नखाइ गरेर बाध्य भएर प्राइभेट स्कुलमा हुल्छन्, जहाँनिर 3,000-4,000 रुपियाँ दिनुपर्छ। अनि त्यहाँबाट आफू गरिबीको स्तर लेभल घट्दै 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 जान्छ। अनि त्यहाँमाथि त्यो स्कुलबाट पढेर पनि नोकरी पाउँदैन नानीहरूले। अनि सरकारी स्कुलको यो हालत भइसकेपछि यो स्कुलमा के देखेर लाग्छ तपाईँहरूलाई स्टुडेन्ट पढ्ने खालको छ लायक? हेर्नुहोस् है, सरकारी स्कुल। त्यही भएर त प्राइभेट स्कुल यति उन्नति गर्दैछ। र सरकार चेन्ज भएको छ। सरकारलाई अपिल छ कि यस्तो स्कुलहरूलाई एकदम तुरन्त सुधारेर, जसले खाइ नखाइ गरेर आफ्नो मजदुरी गरेर नानीहरूलाई प्राइभेट स्कुलमा पढाउँदैछन्, त्यो व्यवस्था, त्यो स्कुलको जस्तो एजुकेसन यो स्कुलमा सरकारी हिसाबले ल्याउनु पर्यो। अनि मात्रै गरिब दुःखी मान्छेले शान्ति पाउँछ। किनकि आफ्नो छोरछोरी पढाउनको लागि मान्छेले आफ्नो जग्गा जमिन पनि बेच्नको लागि तयार हुन्छ। अगर मान्छेले त्यसरी दुःख गरेर पढाउन थाल्यो भने जनता गरिब भएर भिखारी हुन्छ। त्यसमाथि जबलेस हाम्रो स्टेट। त्यही भएर म भन्न चाहन्छु यस्तो स्कुललाई चाहिँ तुरन्त ग्राउन्ड लेभलदेखि सुधार्ने काम चाहिँ वेस्ट बेङ्गल गभर्मेन्टले गर्नु पर्यो। जय हिन्द, जय भारत।